सर्वोच्च अदालतको एउटा स्टे अर्डर र भारतमा गन्किएको बालन सरकार विरुद्धको नाराबाजी। नेपाल सरकार काला कानून और नेपाली आप संघर्ष करो। के यो संयोग मात्रै हो? सर्वोच्चको आदेशले घरायसी सामान किन्न सीमापारी जाने सर्वसाधारणलाई त केही राहत दिएको छ, तर यसले भर्खरै तङ्ग्रिन लागेको नेपाली अर्थतन्त्रको घाँटी भने निमट्ने त होइन। सीमापारी सस्तो पाइन्छ भन्ने एउटा न्यारेटिभले दशकौंको हाम्रो अर्बौं रुपियाँ छिमेकीको खल्तीमा खनाइरहेको थियो। सीमा नजिकका नेपाली व्यापारीहरू पलायन नै हुने अवस्थामा पुगिसकेका थिए। तर जब नेपाल सरकारले सीमामा 100 रुपियाँको नियमलाई कडाइका साथ लागू गर्यो, तस्बिर रातारात फेरिएको थियो। अचम्म त के भने सीमापारीका सटरहरू मात्रै झरेका थिएनन्, बरु इतिहासमै पहिलोपटक भारतको भूमिमा नेपाल सरकार विरुद्ध नाराबाजी भइदियो। आखिर ती व्यापारीहरू किन यति धेरै आत्तिएका थिए? के उनीहरू नेपाली ग्राहककै भरमा मात्र महल ठडाइरहेका थिए त? सुनौली, रक्सोल, रूपौडिया र जोगबनी जस्ता भारतीय बजारहरूको एउटै मुख्य आधार थियो नेपाली ग्राहक। एउटा तथ्यले पनि भन्छ कि ती बजारमा हुने व्यापारको 80% हिस्सा नेपालीहरूकै खल्तीबाट जान्थ्यो। भारतीय व्यापारीहरूले सस्तोको कार्ड त खेल्थे, तर उनीहरूले गुणस्तरहीन सामान, म्याद नागेका खाद्यवस्तु र नापतोलमा ठगी गरेर नेपालीहरूलाई लुटेर नै धन कमाइरहेका थिए भन्ने चर्चा पनि छ। जब नेपालको पैसा सीमापारी जान्थ्यो, हाम्रो देशको राजस्व मात्रै गुम्दैन थियो, हाम्रा आफ्नै स्थानीय साना व्यापारीहरू भोकभोकै मर्ने अवस्था पनि आइरहेको थियो। इतिहास पल्टाउने हो भने प्राय नेपालमा भारतीय हस्तक्षेपको विरोध हुने गर्छ, तर यसपटक नेपाल सरकारले भन्सारमा कडाई गर्दा भारतीय व्यापारीहरू नै सडकमा उत्रिएका छन्, त्यो पनि भारतमा। यो विरोध सामान महँगो भएर मात्र होइन, बरु उनीहरूको लुटको स्वर्ग भत्किएकाले हो। उनीहरू भनिरहेका छन् नेपालले कडाई गर्दा हाम्रो व्यापार चौपटै भयो भनेर। यो नाराबाजीले एउटा कुरा ऐना जस्तै छर्लङ्ग पारेको छ। उनीहरूको ऐश्वर्यको मेरुदण्ड नै नेपाली ग्राहक रहेछन् त्यहाँ। हिजोसम्म नेपालीहरूलाई हेप्नेहरू आज भन्सारको नियमले सडकमा आउनु आफैमा ठुलो व्यङ्ग नै हो। यसअघि घरायसी सामानको नाममा साइकल र मोटरसाइकलमा दैनिक करोडौं सामानहरू भन्सार नतिरी भित्रिने गर्थ्यो नेपालमा। यसले गर्दा नेपाल सरकारले अर्बौंको राजस्व गुमाउनुका साथै स्वदेशी उत्पादनले भारतीय डम्पिङ सामानहरूसँग प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था थियो। अहिले सीमामा कडाई हुँदा काँकडभिट्टादेखि नेपालगञ्जसम्मका नेपाली बजारहरू गुल्जार हुन थालिसकेका थिए। कतिपय नेपाली व्यापारीले त बजार बढेको देखेर थप ऋण काटेरै पनि लगानी समेत थालेका थिए। तर जब सर्वोच्चको यो पछिल्लो स्टे अर्डरले आएको छ, ती आशावादी व्यापारीहरूमाथि चिसो खनाइदिएको भन्ने अवश्य छ। अदालतको फैसलाले तत्काल केहीलाई राहत भन्ने पक्कै देला, तर यसले कतै फेरि छिमेकी व्यापारीकै सिन्डिकेट त बिउतिने होइन भन्ने डर भने रहिरहनेछ। तपाईँ यस विषयमा आफ्नो विचार केही राख्न मन छ भने तलको कमेन्ट बक्समा राख्नु होला, अनि यो भिडियोलाई लाइक अनि शेयर पनि गरिदिनु होला। साथमा कथा टुडेलाई सब्स्क्राइब अनि फलो गर्नु भएको छैन भने जोडिनु होला है त। नमस्ते।